जय मसीह साथीहरु, म तपाईलाई यस भिडियो सन्देशमा स्वागत गर्न चाहन्छु। आज पनि तपाईहरुको माझमा एउटा महत्त्वपूर्ण भिडियोको साथमा म उपस्थित भएको छु। आज हामी बाइबलमा प्रयोग गरेका दुई विशेष जनावरहरूको बारेमा ध्यान दिनेछौँ। यिनीहरू केवल पशु मात्र होइन, तर गहिरो आत्मिक सन्देश बोकेका प्रतीकहरू पनि हुन्। हामीले बाइबल पढ्दा परमेश्वरले कतिपय जनावरहरू मार्फत हामीलाई गम्भीर चेतावनी दिनुहुन्छ। आजको वचनमा हामी सुँगुर र कुकुरलाई बाइबलमा किन नकारात्मक अर्थमा उल्लेख गरेको छ भन्ने कुरा पनि सिक्नेछौँ। त्यसकारण आजको वचन केवल ज्ञान हासिल गर्नको लागि मात्र होइन, तर आत्मपरीक्षणको लागि पनि हो। कतै हामी पनि ती जनावरहरू जस्तै जीवनमा फर्किरहेका त छैनौँ भन्ने कुरा पनि हामीले जाँच गर्नेछौँ। त्यसकारण आजको भिडियो एकदमै महत्त्वपूर्ण छ। तपाईले भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईले यी कुराहरू राम्रोसँग बुझ्नुहुनेछ। दोस्रो पत्रुस 2:22 मा यसरी लेखिएको छ, यी सत्य उखान अनुसार नै तिनीहरूलाई यसो भएको छ, कुकुर आफ्नै बान्तामा फर्किआउँछ र नुहाइदिएको सुँगुर हिलोमै लडीबडी खेल्छ भनेर। यहाँ चाहिँ सुँगुर र कुकुरको बारेमा बताइएको छ। कुकुर आफ्नै बान्तामा फर्किआउँछ, नुहाइदिएको सुँगुर चाहिँ हिलोमै लडीबडी खेल्छ भनेर। पहिला हामी बाइबलमा सुँगुरको अर्थ के हो भन्ने कुराहरू हामी हेर्नेछौँ। सुँगुर चाहिँ यहुदी व्यवस्था अनुसार अशुद्ध जनावर हो। यहुदीहरूले यसको मासु खानु हुँदैन थियो र यसको सिनो पनि छुनु हुँदैन थियो। यदि यहुदीहरूले यसको मासु खाए र यसको सिनो छोए भने तिनीहरू चाहिँ अशुद्ध ठहरिन्थे। यसै कारण अहिले पनि कति मण्डलीमा कतिपय अगुवाहरूले हामीले सुँगुरको मासु खानु हुँदैन भन्ने कुराहरू सिकाउँछन्, तर नयाँ नियमले ती कुराहरू त सिकाउँदैन। मासु पसलमा जे बेचिन्छ विवेकको खातिर केही सोधपुछ नगरी खाओ भनेर नयाँ नियमले भन्दछ। त्यसैले हामीले जुनसुकै मासु खान सक्छौँ नयाँ नियम अनुसार। तर सुँगुरले बाइबलमा कस्तो खालको विश्वासीलाई सङ्केत गर्दछ भन्ने कुरा पनि हामीले बुझ्नु जरुरी छ। सुँगुरको स्वभाव चाहिँ फोहोर कुरामा रमाउने र फोहोर कुरा खाने हुँदछ। त्यसलाई ल्याएर तपाईँले नुहाइदिएर जतिसुकै सफा गर्नुहोस्, तर पनि त्यो आफ्नो बानी अनुसार नै त्यही फोहोरै कुरामा फर्किन्छ र त्यसैमा रमाउन उसले मन पराउँदछ। यदि तपाईँले त्यसलाई ल्याएर राख्नुभयो, सफा गर्नुभयो, नुहाइदिनु भयो, तर तपाईँले त्यसलाई छोडिदिनुहोस् त त्यो तुरुन्तै फोहोरमा नै कुदिहाल्छ। त्यही गएर त्यो फोहोरहरू खान उसले थाल्दछ। सुँगुर देख्नलाई बाहिर त सफा देखिन्छ, तर भित्रपट्टि चाहिँ उसको स्वभाव चाहिँ नराम्रो हुन्छ, जसको कारणले गर्दा ऊ चाहिँ फोहोरै कुरामा जान्छ, फोहोर कुरामा नै खेलिरहन्छ। यदि तपाईँ हामी पनि ख्रीष्टमा विश्वास गरेपछि नयाँ जीवन पाएपछि पनि फेरि पुरानै पापमा फर्कन्छौँ, पुरानै जीवनमा फर्कन्छौँ भने सुँगुर जस्तै हामी हुन्छौँ। किनभने सुँगुर जसरी हिलोमै लडीबडी गर्छ, हिलो नै मन पराउँछ, त्यसरी हामी पनि पापसँग रमाउँछौँ, पापमा खेल्छौँ। पापमा हामीलाई मजा लाग्छ भने हामी चाहिँ सुँगुर जस्तै विश्वासी हो भन्ने कुरा थाहा हुन्छ। तपाईँ हामीले यीशु ख्रीष्टमा विश्वास गरेर नयाँ जीवन पाएपछि हामी पुरानो जीवनमा, त्यो पापमय जीवनमा फर्कनु हुँदैन। हामीले ख्रीष्टमा विश्वास गरेको दिन हामी चाहिँ नयाँ सृष्टि बन्छौँ। त्यसकारण हामी नयाँ जीवनको मार्गमा हिँड्नु पर्यो, नयाँ जीवन जिउनु पर्यो। तर यदि तपाईँले म ख्रीष्टमा विश्वास गरेको छु भनेर भन्नुहुन्छ, तर पुरानै जीवन, पुरानै पापपूर्ण स्वभावमा तपाईँ फर्किनुहुन्छ, त्यसैमा तपाईँलाई रमाइलो लाग्दछ भने तपाईँ सुँगुर जस्तै विश्वासी हुनुहुन्छ, जसलाई चाहिँ पाप मनपर्छ। कि त्यो चाहिँ हामीले कदापि पनि गर्नु हुँदैन है। यसकारण तपाईँ अहिले पनि पापलाई मन पराउनुहुन्छ, पापमा इन्जोय गरिरहनु भएको छ, पापमै तपाईँलाई मजा आउँछ भने तपाईँ पश्चाताप गरेर फर्कनु पर्छ, नत्र भने तपाईँ खतरनाक स्थितिमा हुनुहुन्छ। यसले तपाईँलाई नरकमा पुर्याउन सक्छ। त्यसगरी बाइबलले कुकुरलाई कस्तो अर्थमा प्रयोग गरेको छ भन्ने कुराहरू पनि हामी हेर्नेछौँ। मत्ती 6:6 लेखिएको छ, जे पवित्र छ सो कुकुरलाई नदेऊ, आफ्ना मोतीहरू सुँगुरहरूको अगाडि नफाल, नत्र त तिनले आफ्नो खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान् भनेर। कुकुरहरू पनि यहुदी व्यवस्था अनुसार अशुद्ध प्राणी हुन्। यहुदीहरूले यिनीहरूको सिनो पनि छुनु हुँदैन थियो, खानु त परै जाओस्। यदि झुकेर उनीहरूले कुकुरको सिनो छोए पनि उनीहरू अशुद्ध ठहरिन्थे भनेर लेवी 11:27 मा लेखिएको छ। नयाँ नियम अनुसार कुकुरले त्यस्ता मानिसहरूको प्रतिनिधित्व गर्छ जसले परमेश्वरको वचनलाई तिरस्कार गर्दछन् र अपमान गर्दछन्। यसले तिनीहरूको आत्मिक अज्ञानता, अशुद्धता र विद्रोही स्वभावलाई पनि जनाउँछ। त्यसै गरी दोस्रो पत्रुस 2:22 पढ्नुभयो भने त्यहाँ लेखिएको छ, कुकुर आफ्नै बान्तामा फर्किआउँछ भनेर। यसले भन्न खोजेको चाहिँ विश्वासी फेरि पनि पुरानै पापमा फर्किन्छ र पापमै रमाउँछ भन्न खोजेको हो। बान्तामा फर्कने कुकुरको अर्थ चाहिँ पापबाट फर्किएर विश्वासमा आएको विश्वासी फेरि पुनः पापमा फर्कनु र रमाउनु हो। यदि हामी पनि विश्वास गरेर अगाडि बढिरहेका छौँ, अझै पनि पुरानो जीवनमा फर्कने इच्छा गर्दछौँ भने कुकुर आफ्नै बान्तामा फर्किआए जस्तै हामी पनि हुन्छ। कि यसबाट एकचोटि विश्वास गरेर ख्रीष्टमा हामी नयाँ सृष्टि भएपछि हामी पुरानो पाप स्वभावमा फर्कनु हुँदैन, पुरानो पापपूर्ण जीवनशैली हामीले जिउनु हुँदैन। हामी चाहिँ निरन्तर अगाडि बढ्नुपर्छ, कि पछाडि फर्किनु होइन।
तर थुप्रै विश्वासीहरू विश्वास गरेपछि पनि उनीहरूलाई वचनको सत्यता थाहा छैन, जसको कारणले गर्दा उनीहरू निरन्तर पापपूर्ण जीवन जिइरहेका छन्। अगाडि बढ्नुको सट्टा उनीहरू पछाडि हटिरहेका छन्। हामी विश्वासीहरू त्यस्तो हुनु हुँदैन, तर हामी निरन्तर अगाडि बढ्नुपर्छ। यसकारण कुकुर र सुँगुर बाइबलमा गम्भीर आत्मिक सन्देश बोकेका प्राणीहरू हुन्। सुँगुरले बाहिर रूपमा सफा भए तापनि पापप्रति आकर्षण भएको विश्वासीलाई प्रतिनिधित्व गर्छ भने कुकुरले चाहिँ वचनको सत्यतालाई अस्वीकार गर्ने, फेरि पापमा नै फर्कने विश्वासीको चित्रण गर्दछ। यसकारण तपाईँ हामी सचेत रहेर नयाँ जीवनमा स्थिर रहनु पर्दछ। हामी पुरानो जीवनमा कहिले पनि फर्काउनु हुँदैन। यदि हामी जानी जानी पनि पाप गर्छौँ भने हामी चाहिँ नरकमा जाने खतरा पनि हुन्छ। कति व्यक्तिहरूले सिकाउँछन् विश्वास गरेपछि जति पाप गरे पनि हुन्छ, ऊ चाहिँ स्वर्ग नै जान्छ भन्ने कुराहरू, तर बाइबलले त्यस्तो कुरा सिकाउँदैन। बाइबलले पटक पटक हामीलाई चेतावनी दिन्छ, यदि विश्वास गरे पनि हामी पापपूर्ण जीवनशैली जिउँछौँ, पापमा नै रमाउँछौँ, पापमा नै हामीलाई खुसी लाग्छ भने हामी नरकमा जाने सम्भावना हुन्छ। हस् त, यदि भन्दै म भिडियो बन्द गर्न चाहन्छु। फेरि अर्को भिडियोमा भेट्नेछौँ। यहाँ सबैलाई जय मसीह।